नमस्कार, यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल रिफ्रेश योर मुडमा। आज हामी सिक्दैछौँ सेल पकाउनको लागि। सेल पकाउन तपाईँहरूलाई थोरै सामग्री भए पुग्छ। यदि तपाईँ विदेशतिर हुनुहुन्छ भने यस्तो खालको चामलको पिठो ल्याएर यहाँहरूले घरमै सजिलो तरिकाले छिटो मिठो सेल बनाउन सक्नुहुन्छ। सेल पकाउनको लागि हामीलाई एकदमै थोरै सामग्रीहरू भए पुग्छ। जस्तै कि यहाँ मैले तपाईँलाई देखाइरहेको छु चामलको पिठो अनि घिउ। चामलको पिठोमा यसरी घिउ राखेर तपाईँले पहिला सुक्खा मजाले माड्नुहोस्। सेल पकाउने सबैको आआफ्नो तरिका हुन्छ, तर म चाहिँ सेल पकाउने बेलामा सधैँ यसै गरी सुक्खा चामलको पिठोमा घिउ राखेर पहिला मजाले माड्छु। त्यसपछि हामीले चिनी राखेर यसलाई फेरि पनि मजाले माड्नुपर्छ। खस्रो खस्रो चामलको पिठोमा घिउ अनि चिनी राखेर मारिसके पछाडि थोरै मैदा राखेर यहाँले फेरि पनि त्यस पिठोलाई मजाले माड्नुहोस्। सेल पकाउने सबैको आआफ्नो तरिका हुन्छ, तर म भने सेल पकाउँदा प्राय जसो यसै गरी नै आफ्नो पिठोलाई रेडी गर्ने गर्छु। तपाईँको पनि आफ्नै तरिका छ र तपाईँको आफ्नै तरिकाले सेल पकाउँदा एकदमै राम्रो काँडेदार सेल बन्छ भने तपाईँले आफ्नै तरिका अपनाउन सक्नुहुन्छ। यसरी माडिसकेको पिठोमा अब हामीले हाल्नुपर्छ पानी। पानी हाल्दा ध्यान पुर्याउनु पर्ने कुरा, तपाईँले पानी हाल्दा सधैँ तातो पानी हालेर आफ्नो ब्याटर रेडी गर्न सक्नुहुन्छ। यसरी तातो पानी हालिसके पछाडि तपाईँले यसलाई मजाले चलाउनु पर्ने हुन्छ। आफ्नो ब्याटर राम्रोसँग रेडी नभएसम्म तपाईँले यसलाई मजाले चलाउँदै जानुहोस्। पानी एकैचोटि धेरै नहाल्नुहोला, किनभने हामीले यस ब्याटरलाई एकदमै खस्रो खस्रो गरेर नै पानी थोरै हालेर बिस्तारै चलाउँदै जान्छौँ। मजाले समय दिएर यो पिठोलाई थोरै थोरै पानी हाल्दै तपाईँले चलाउनु पर्ने हुन्छ। सेल पकाउँदा तपाईँले पिठो भने एक रात अगाडि नै भिजाउनु भयो भने राम्ररी भिजेको हुन्छ अनि सेल एकदमै राम्रो हुन्छ। मैले पनि त्यसै गरी यो पटक चामल अघिल्लो रात नै भिजाएर राखेको थिएँ र भोलिपल्ट बनाउनलाई रेडी गरेको थिएँ। धेरैजनाले सेल फुलाउनको लागि सोडा र इट्स जस्ता सामग्रीहरू हाल्नुहुन्छ, तर मैले भने यहाँ केही पनि राखेको छैन। केही मेथीका दानाहरू यो पिठो भिजाउने क्रममा राखेर तपाईँले भिजाउनु भयो भने सेल मजाले फुल्छ र मैले पनि त्यसै गरेको छु। यो भिडियो हेर्दा हेर्दै यदि तपाईँले हाम्रो च्यानल रिफ्रेश योर मुडलाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया तपाईँले सब्सक्राइब पनि गर्नुहोला, ताकि धेरै अन्य भिडियोहरू मैले अपलोड गर्न साथ तपाईँले हेर्न पाउन सक्नुहोस्। लाइक, कमेन्ट, सेयर गर्न पनि अवश्य नभुल्नुहोला है त। अब भने हाम्रो यतिखेर सेलको ब्याटर रेडी भइसकेको छ र लगभग पकाउन हामीले रेडी गरिसकेका छौँ। मैले अर्को भाँडोमा हालेर पकाउनको लागि यहाँ थोरै पानी राखेर ब्याटर रेडी गर्न लागेको छु। ब्याटरमा थोरै सिनामन पाउडर हाल्नुभयो भने एकदमै मिठो सुगन्ध आउने भएकोले मैले पिठोमा सबैतिर सिनामन पाउडर छर्केको छु। यसरी रेडी गरिएको ब्याटरलाई तपाईँले मनतातो पानी राखेर अब भने सेल पकाउन रेडी गर्न सक्नुहुन्छ। यहाँ मेरो श्रीमानज्यूले थप्दै हुनुहुन्छ ल्वाङको धुलो। यसै गरी तपाईँले पनि आफ्नो सेलको ब्याटरमा के खालको मसला राख्ने भनेर पहिले नै निर्णय गरेर पिठोमा राखेर मिक्सरमा पिस्न पनि सक्नुहुन्छ र तपाईँसँग धुलो मसला छ भने यसै गरी हालेर अन्तिममा पनि मोल्न सक्नुहुन्छ। अब रेडी गरौँ ब्याटरलाई। यसरी मनतातो पानी राखेर हल्का हातले मिच्दै तपाईँले यतिसम्मको ब्याटर रेडी गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, यतिसम्मको ब्याटर भयो भने सेल मजाले बन्छ। सेलको ब्याटर बनाउँदै गर्दा यहाँले तेल पनि मजाले तताउन सक्नुहुन्छ। तेल तातिसके पछाडि अब रेडी हुन्छ हाम्रो सेल पकाउने प्रोसेस। म त सधैँ एकदम एक्साइटेड हुन्छु सेल पकाउँदा, अनि तपाईँ नि? हेर्नुहोस् त, मेरो पहिलो सेल यस्तो भएको छ। सेल मलाई एकदमै मनपर्छ अनि तपाईँहरूलाई पनि मनपर्छ होला है। यो सेल मैले लगभग 1 महिनासम्म खाएको थिएँ।
आजै पकाएको ताजा सेलभन्दा पनि भोलिपल्टसम्म बाँकी रहेका सेलहरू तताउँदै खाँदै गर्नुको मज्जा नै बेग्लै। त्यसैले सेल पकाउँदा म त सधैँ यति धेरै पकाउँछु कि ताकि मैले महिनाभर लगाएर मिठो मानेर सेल खान सकूँ। सेल बनाउँदा तेल चाहिँ मज्जाले तातेको हुनुपर्छ। यदि तेल राम्रोसँग तातेन भने तपाईँको सेल त्यही भाँडोमा टाँसिन पनि सक्छ या नराम्रो बन्न सक्छ। यदि तपाईँको सेलमा काँडा आओस् भन्ने चाहनुहुन्छ भने तपाईँले पिठोको ब्याटर बनाउँदाखेरि नै खस्रो खस्रो पारेर थोरै चामलको पिठो राख्नुभयो भने मज्जाले काँडेदार सेल बन्छ। सेल राम्रोसँग फुलेको छैन भने तपाईँले पिठो भिजाउँदाखेरि थोरै मेथीको दाना राखेर भिजाउनुहोला। मेथीको दानाहरूले सेल मज्जाले फुल्छ। मैले निकै बेर लगाएर लगभग अब भने अन्तिम चरणमा आइपुगिसकेको छु। अब मसँग थोरै ब्याटर बाँकी रहेको छ र यो थोरै ब्याटर सक्ने प्रयत्न गरिरहेको छु। यदि तपाईँहरू पनि यसै गरी आफ्नो घरमा छिटो मिठो सजिलो तरिकाले सेल बनाउन चाहनुहुन्छ भने आज मैले बनाएको यो भिडियो हेरेर आफ्नै घरमा सेल बनाउन सक्नुहुन्छ। यो भिडियो हेरिसके पछाडि तपाईँले सेल बनाउनु भयो कि भएन त? अनि तपाईँले बनाएको सेल कस्तो भयो त? कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला है त। साथसाथै यस भिडियोलाई तपाईँले मन परेमा लाइक अनि अरू आफ्नो सबै साथीहरूलाई सेयर गर्न पनि नबिर्सिनुहोला, ताकि तपाईँहरूको साथीले पनि यो भिडियो हेरेर मिठो र छिटो तरिकाले सेल बनाउन सक्नुहोस्। सब्स्क्राइब बटन थिच्नु भएको छैन भने तपाईँले घन्टी जस्तो आइकनमा थिचेर सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। मैले कुनै पनि नयाँ भिडियो अपलोड गर्न साथ नोटिफिकेसन पाउनको लागि यहाँले सब्स्क्राइब त गर्नै पर्छ है त। मैले योभन्दा अघि पनि सेल पकाएको भिडियो राखेको थिएँ। तपाईँले त्यो पनि पक्कै हेर्नुभएको छ होला र यो भिडियो पनि तपाईँले हेरिसक्नु भए पछाडि के फरक पाउनुभयो त? मैले भने हरेकचोटि सेल पकाउँदा नयाँ कुराको एक्सपिरियन्स गरिराखेको हुन्छु। केही त्रुटि छ भने सच्याइ राखेको हुन्छु र सधैँ पहिलाको भन्दा अझै राम्रो पकाउने प्रयास गरिरहेको हुन्छु, किनकि नोबडी इज पर्फेक्ट। यो पालि तिहारको बेलामा झिलिमिली बत्ती, टिभीमा देउसी भैलो अनि नाच्दै गाउँदै मैले मज्जाले सेल पकाएँ। केही सेलहरू एकदमै राम्रा भएका छन् भने पहिलो पटक हालेको सेल चाहिँ थोरै प्वाल परेका छन्, तर पनि एकदमै मिठो छ। हस् त आजलाई यति नै। अब हामी भेटौँला अर्को भिडियोमा मिठो परिकारको साथमा।